हेलो, आज हामी सबैको फेभरेट डोनट बनाउँदैछौँ र हामीलाई चाहिन्छ अल पर्पस फ्लावर 3 कप, घिउ चाहिन्छ हामीलाई 2 टेबलस्पुन, नुन चाहिन्छ हामीलाई हाफ टी स्पुन र 1 प्याकेट यिस्ट पनि चाहिन्छ, चिनी चाहिन्छ 3 टीस्पुन, दुध चाहिन्छ 1 कप र एउटा माल चाहिन्छ सबै थोक मिसाउनका लागि। पहिले हामीले घिउ खारेका छौँ माइक्रोवेभमा 2 मिनेट लगाएर। त्यो घिउ हामी कन्टेनरमा राख्दैछौँ। त्यो घिउमा अब हामी दुध पनि मिसाउँछौँ अनि मिसाउँछौँ नुन, त्यसपछि सुगर अनि त्यसलाई हामी राम्ररी चलाउँछौँ। त्यो चलाउँदाखेरि नुन र चिनी चाहिँ पग्लिनुपर्छ। त्यसपछि यिस्ट पनि राख्छौँ। यिस्ट राखेर एकखेप चलाउँछौँ र त्यसलाई 5 मिनट छोप्छौँ। छोपेर त्यतिकै राख्छौँ र 5 मिनट पछाडि एकखेप चलाएर हामी त्यो मैदा त्यहाँ एड गर्छौँ। र त्यो मैदा राखेपछि त्यसलाई मजाले चलाउनुपर्छ र एउटा डो बनिन्छ। यदि डो झन्डै गिलो गिलो हुन आँट्यो भने हजुरहरूले एक्स्ट्रा अलिकति पिठो पनि एड गर्न सक्नुहुन्छ। र त्यो डोलाई चाहिँ राम्ररी छोपेर तातो ठाउँमा राख्नुपर्छ 1 घन्टा, कम्तीको पनि आधी घन्टा चाहिँ राख्नैपर्छ। त्यस पछाडि फुलेर डो डबल हुन्छ साइजमा। त्यस पछाडि हामी बल्स बनाउँछौँ र त्यसलाई बेल्छौँ। डोनट चाहिँ काट्ने पनि पाइन्छ बजारमा, तर मसँग चाहिँ थिएन, त्यही भएर मैले हातैले बनाएको छु यसरी। र बिचमा दुलो बनाउनका लागि चाहिँ मैले बोतलको बिर्को लिएकी छु। बाक्लो जतिको हजुरहरूले आफ्नो इच्छा अनुसार बनाउन पनि सक्नुहुन्छ। पातलो बाक्लो आफै बनाउँदा हुन्छ। र डोनट तेलमा लाउनुभन्दा अगाडि तेल चाहिँ ठिक्क तातो तातो हुनुपर्छ। तेललाई चाहिँ साह्रै तातो आगोमा पनि नपकाउनुहोस् र साह्रै लोमा पनि नबनाउनुहोस्। साह्रै तातोमा भने राम्ररी पाक्दैन, लो भयो भने धेरै तेल खान्छ। र गोल्डन ब्राउन हुन्जेल त्यसलाई पकाउनुपर्छ। हेर्नुहोस् त डोनट्स फुलेर कस्तो राम्रो देखिएको छ। र डोनट्स पाकिसकेपछि त्यसमाथि हजुरहरूले दालचिनी र चिनी मिसाएर छर्किन सक्नुहुन्छ। त्यसले अझै स्वादिष्ट बनाउँछ डोनट्सलाई। डोनट्स इन्जोय गर्नुहोला। धन्यवाद।